सिरुपाते खुकुरीमा लाहा छ कि छैन सिरुपा किसमिस दाल कटो खाने पानी 10 कटोरा अघि त यहाँ चाहिँ राम्रो नि अघि त अघि कति धेरै नराम्रो देखेको दाल बताउने मान्छे फकाएर घरमा पर्छ दुईटामा हो कहाँ एउटा आदैन शीतल भयो हाई एभ्रीवन सी हो सम्पूर्णमा म मनिषा राई वेलकम ब्याक टु माई न्यू ब्लग अनि मैले चाहिँ आफ्टर लङ टाइम ब्लग स्टार्ट गर्दैछु धेरै समयपछि नै अनि आज चाहिँ हजुरहरूले थाहा पाइहाल्नु भयो होला बाई द थम्बनेल एन्ड हाम्रो कल्चरल ड्रेसबाट पनि यता हुन्छ खानाहरू अनि हामी यति छौँ यहाँ गरेर बिसाइरहेको छौँ अनि आज चाहिँ बैशाखे पूर्णे साकेला मनाउन हामी जाँदैछौँ अनि साकेलाको हजुर सबैजनालाई अग्रिम शुभकामना दिँदै आइपुग्यौँ देवीस्थानको गेटबाट निस्किनेछौँ भर्खरै शिरबन्दी मैले अघि घरबाट नलाइरहेको थिएँ नि त अहिले लाएर हिँडेको कस्तो देखेको छ एकदम भिडियो गरिँदैछ अब अघि त यहाँ चाहिँ राम्रो नि अघि त अघि कति धेरै नराम्रो देखेको कि मैले त्यही भएर मैले शिरबन्दी नलाइ हिँडेको थिएँ अनि फेरि रुममा पसेर फेरि एकचोटि लगाएको राम्रै जस्तो देखेँ फेरि लाएर हिँड्दैछ अहिले चाहिँ नानाजी पानी पियो बल्ल कस्तो घामले हिँड्नु नसकेर कति साह्रो परेको तर मान्छेहरू भर्खर जानु हुँदै रहेछ हामी चाहिँ जहिले पनि ढिलो हुन्छ है जाँदाखेरि 2 बजी 3 बजी पुगिरहेको भइन्छ सबैभन्दा ढिलो गर्ने भनेको मनिषा त्यसपछि बाबा नाना ठिकै छ जहिले पनि मेरै नाम दिनुहुन्छ तर म सबैभन्दा फर्स्ट रेडी हुने चाहिँ उकालमा उकालोमा चाहिँ म कुटेर खेलाउँछु रेडी बनाएर ओर्दा हामी के गर्नु बालबच्चा छ हैन बालबच्चा हुने मान्छे फकाएर घरमा पर्छ ढिलो हुन्छ बुढा विदेशमा छ परेर सारा पर्यो तुमसँग जानु पर्यो नि जहाजहरूकै राम्रो आउँदो रहेछ हौ एक राउन्ड घुमेर आइसक्यो ब्लू ड्रेसमा राम्रो आउँछ नि नानाजी म चाहिँ छैन लास्टमा आइपुग्नु भयो गलेर पनि हेर्नु नबिर्सिनु होला गाइस म हुँ किसमिस दाल हामी चाहिँ गलेर बिसाइरहेको छौँ कस्तो साह्रो गर्मी छ कि अनि गर्मीले गर्दाखेरि हामी यहाँ बसेर खाने चिसोहरू खाँदैछौँ यहाँ बसेर बोल्नु सकिरहेको छैन सकेला मनाउन नगरी नाच्न आएको अब माथि डाँडा पुग्दाखेरि थोरै भुक्टो क्यामेरा बनाउनु माथि पुगेर नाच्नु सकिँदैन एकछिन चाहिँ चिसो खानुपर्छ अनि त्यसपछि गर्मीले पाक्यो हामी चाहिँ दिक्तेले राम्रो आउँछ म भन्दा पनि के भएको दिक्तेले राम्रो आउँछ अरे ऊ देखेन त्यो उको त्यहाँ देख्छ टावरको टावर के अरे यो के बनाएको यो नाच्नु पनि गर्नुभयो कि यहाँ के गर्नुहोस् नाच्नु नपाइरहेको खुट्टासिरहेको सोर्माबाटै हो हामी सोर्माबाटै हजुर गरेर बढ्नु लाग्यो हामी अब भर्खर यहाँ के भन्छ यहाँ मन्दिर सुनेर आइपुगेर बिसाइरहेको छौँ अब यहाँ तलबाट भिड आउँछ नि आधी ग्रुपमा हुँदैछ हामी उहाँहरूसँगै जान्छौँ अनि अब माथि पुगेर साकेला नाच्छौँ दिन पनि बिग्रिनु थाल्यो अब दिन बिग्रिनु थाल्यो पानी पर्छ होला एकछिन जान्छौँ अनि एकछिन चाहिँ फर्स्टमा चाहिँ बिसाउँछौँ त्यसपछि नाच्छौँ अनि साकेला नाचेर झरिन्छ
हामी यहाँ शीतल ताप्राको तल माथि नाता गरेर यस्तो गर्मी छ कि हामी चाहिँ यहाँनिर ढुङ्गा छ यता बस्नु अगाडि एकछिन यहाँ भिडियो बनाउनु लाग्नुहुँदैछ खुबै अब त अलिअलि मेकअप गरेको थियो मेकअपहरू सबै गएर पसिनाले यस्तो भयो टाटे पाटे भइसक्यो अनुहारमा नि यहाँ खाँदैछ साग नाचेर त खाजा खाँदैछु खोइ अर्को दाइ हामी चाहिँ खाजा खानु यहाँ बसिरहेको छौँ हामी क्याफेमा रात बडी पऱ्यो हामी जान चाहिँ घरबाट चाहिँ छिटै नै कत्रो माथि पुग्दा ओर्दा ढिलो भयो अनि हामी ढिलै झऱ्यौँ अनि अहिले खाजा खाँदैछौँ यहाँ एक फतुङ खाजा खाएर बिसाइराखेको है गलेर हत्तेर होइन सबैको मरौँ न तपाईँको हजुर के अरे किमा नुडल्स खानाइको यो त मोमो एकचोटि बजाइसक्यो कि हाम्रो चाहिँ पोर्क मोमो भइसकेको मोमो नखाने कोही पनि खानु न अनि फेरि